एकछिन है खै निकालिदिनु अहिले फेरि डबल फ्राई गर्नुपर्छ ल हजुर अब एकछिन 5 मिनट 10 मिनट रेस्ट दिएर है एकचोटि फेरि फ्राई गर्नुपर्छ ल काट्लाई सिर्फ हाम्रो यो सिंगल फ्राईको प्रोसेस भयो अब फेरि 5 मिनट पछाडि रेस्ट दिएर गर्ने टोपी नै मिलेको छैन मेरो साधारण छ खै त सर अलिकति ग्यास बढाउनु थोरै फ्लेम बढाउनु कतिवटा भयो हाम्रो ठ्याक्कै 12वटा भयो अरू पनि छ हो ठिक छ बनाउनु सबैलाई ग्रिल गर्ने बटरमा ल ठिक छ त्यो सक्ने फ्राई गर्दै त्यो एउटा जालीमा राख्नु है मजा आउँछ खानलाई त्यो प्याटी चाहिँ कुनमा उयो गर्ने सर हजुर कुनमा उयो गर्ने कुनमा मिन्स कुनमा उयो गर्ने क्या यो यसको माथि यसमा चाहिँ फर्स्टमा बटर लाउने मसला पेस्ट लाउने होइन त्यस पछाडि केचपहरू राख्दा पनि भयो अनि त्यस पछाडि लेटस राख्ने लेटसमाथि कोल्सो सलाद राख्ने कोल्सो सलादमाथि सलाद राख्ने स्लाइस त्यस पछाडि भनेको पेटिस राख्ने चिज राख्ने ओके ल के लानुहोस् तपाईँले ल सेयर गर्दै गर्नुहोस् डिप फ्राई हुन्छ पेटिस केमा राखेर बनाउँछ यहाँ कटिङ बोर्डमाथि राख्नु यो राख्नु यहाँ कतिवटा हाल्नुभयो सर यहाँ स्लाइसर छैन स्लाइसर हेर्नु त उठाउनु त हेरौँ बिस्तारै कोटलाई अलि माथि अझै दामी ल चारैतिर सलाद राख्नु अब फास्ट सलाद स्लाइड सही भयो है अहिले सर एक्सपर्ट हुनुहुन्छ क्या त्यही खुसी लाग्छ भन्दैछ खै यो ओनियन ओभर ज्यादा 1 पिस मात्रै हो ओनियन ओभर यो 1 पिस मात्रै है ओनियन चाहिँ खाने ल लाउनु त यो साइड अब के भन्छ यो कुकुम्बर यहाँ राख्नु हो यो राख्ने यतापट्टि कुकुम्बर खप्टेर के हुँदैन यहाँ माथि होस् है यो भने चाहिँ 1 पिस मात्रै राख्दा मिल्दैन है अब प्याटिस राख्नु त एउटा प्याटिस क्यानोपी स्टिक चाहियो अब यहाँ केचप यो लाउनु माइनस सस केचप मजा पहिला सेक घुमाउनु बा ल बिचमा अब त्यहाँ चेरी र स्टिक चाहिन्छ ल अब प्लेट ल्याउनु पऱ्यो प्लेट रेडी हो खोइ उनीमा हो अब तल गर्नु त्यसलाई कटिङ गर्नु अब लामो हो हजुर अब भयो त्यहाँ प्लेटिङ गर्ने अब साइडमा फ्रेन्च फ्राई राख्ने होइन अब यसलाई बेक गर्नुपर्छ यो चिज पग्लिन्छ ल बेक गऱ्यो भने चाहिँ यो चिज पग्लिन्छ ल ओभनमा फ्रेन्च फ्राईमा फ्राई गरेको राख्नु पऱ्यो हजुर सेफमा आज लिभ गर्दा हुन्छ हुन्छ अब तपाईँ जानु भने बिचमा भयो कति भयो अब सेट गर्दै गर्नु ग्यास बढाउँ त सर सेट गरौँ न है प्लेट ल्याउँ न अरू सर ल प्लेट ल यो यहाँ छ कि प्लेट ल्याउनु नि है ए ल
हजुर यो गर्छु